नमस्कार साथीहरू, तपाईँ अहिले ज्ञानकुञ्ज नेपाल युट्युब च्यानल हेर्दै हुनुहुन्छ। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरी छेउमा रहेको बेल आइकन क्लिक गर्न नभुल्नुहोला। आज मैले तपाईँहरूलाई एकदमै महत्त्वपूर्ण आवश्यक विषयवस्तु लिएर उपस्थित भएको छु र त्यो विषय रहेको छ एनआइडी कार्ड अथवा तपाईँले आफ्नो राष्ट्रिय परिचय पत्र कसरी डाउनलोड गर्ने भन्ने विषयलाई लिएर चाहिँ म उपस्थित भएको छु। नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सिंहदरबार काठमाडौँले अनलाइन मार्फत नै सम्पूर्ण नेपालीहरू जसले चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभागमा अथवा जिल्लामा अथवा कुनै घुम्ती टोलीमा चाहिँ रजिस्टर गर्नुभएको छ, तपाईँहरूले चाहिँ आफ्नो मोबाइलबाट नै अब तपाईँको आफ्नो राष्ट्रिय परिचय पत्र यानि कि एनआइडी कार्ड चाहिँ हेर्न सक्नुहुन्छ। र जसको लागि तपाईँले के गर्नुपर्छ त भन्दा सर्वप्रथम तपाईँको मोबाइलमा भएको गुगल अथवा क्रोम ब्राउजरमा जानुहोला। म चाहिँ मसँग भएको यो क्रोम ब्राउजरमा जान्छु। सिम्पली यसरी गइसके पश्चात अब तपाईँहरूले यो खालको चाहिँ इन्टरफेस देख्न सक्नुहुन्छ र यो यहाँनिर चाहिँ तपाईँले के टाइप गर्नुपर्छ भन्दा https अनि h2 अनि सिटिजन पोर्टल SITIZENPORTAL सिटिजन पोर्टल .doni होइन DCR.gov.np ल यतिमा चाहिँ तपाईँहरूले यो चाहिँ जुन मैले टाइप गरेँ यो तपाईँहरूले टाइप गर्न सक्नुहुन्छ। यहाँ यति टाइप गरिसके पश्चात तपाईँको अटोमेटिक यहाँ तल आइसकेको छ। सिम्पली तपाईँहरूले यहाँनिर क्लिक गर्नुहोला र खुलिरहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर यति भइसके पश्चात अब हामीलाई चाहिएको के हो त भन्दा यो एनआइडी चाहिँ इएनआइडी डाउनलोड हो होइन। सिम्पली तपाईँले इएनआइडी डाउनलोडमा क्लिक गर्नुहोला र तपाईँहरूले यहाँनिर क्लिक गरिसक्नुभयो होला। सायद सबैजनाको यस्तो इन्टरफेस देखायो होला होइन। यो खालको चाहिँ इन्टरफेस देखायो होला। यो खालको इन्टरफेस देखाइसके पश्चात अब तपाईँले के गर्नु पर्यो त भन्दा यहाँनिर अब तपाईँको पुरा नाम नेपालीमा लेख्नु होला। यहाँनिर क्लिक गर्ने अनि नेपालीमा पुरा नाम लेख्ने, पुरा नाम अङ्ग्रेजीमा लेख्ने अनि जन्ममिति टाइप गर्ने। जन्ममिति त अब कति सालको कुन महिना कति गते हो सिम्पली तपाईँले इङ्ग्लिसमै टाइप गर्दा पनि अटोमेटिक यहाँनिर नेपालीमै टाइप गरिदिन्छ। अनि नागरिकता जारी मिति आफ्नो नागरिकता तपाईँको कहिले जारी भएको थियो, नागरिकताको पछिल्लो भागको लास्टमा नागरिकता जारी मिति लेखेको छ, त्यो पनि तपाईँहरूले टाइप गर्नुहोला। र लास्टमा यहाँनिर चाहिँ यहाँ क्याप्चा टाइप गर्नुहोस् भनेको छ क्या। क्याप्चा चाहिँ यो अब जुन यहाँनिर चाहिँ यो वेबसाइटले दिन्छ त्यही हाल्नुपर्ने हुन्छ। अथवा तपाईँले यस्तो जस्तै किरिङ भयो नबुझ्ने चाहिँ तपाईँलाई लाग्यो भने फेरि यहाँनिर यो घुमाउरो छ नि, यो बटन यो एरो जस्तो छ नि होइन, यसमा टच गर्ने यसरी अलिकति सजिलो आउँछ क्या। यो पनि अब तपाईँलाई अप्ठ्यारो लाग्यो भने यसरी थिच्दै जुन सजिलो लाग्छ त्यो तपाईँले टाइप गर्न सक्नुहुन्छ। र यो खोज्नुहोस् भन्ने बटनमा चाहिँ अथवा यहाँ खोज्नुहोस् भन्ने अप्सनमा के गर्ने टच गर्ने है। यो खोज्नुहोस् भन्ने अप्सनमा टच गरिसके पश्चात तपाईँको यहाँनिर के देखाउँछ त भन्दा तपाईँको राष्ट्रिय परिचय पत्र देखाउँछ होइन, इलेक्ट्रोनिक राष्ट्रिय परिचय पत्र देखाउँछ। अब त्यहाँनिर अब तपाईँले त डाउनलोड गरेर राख्नुपर्ने हो। डाउनलोड गर्दाखेरि चाहिँ ध्यान दिएर सुन्नुहोस् है। त्यो डाउनलोड भन्ने अप्सनमा तपाईँले क्लिक गरिसके पश्चात डाउनलोड भन्ने बटनमा क्लिक गरिसके पश्चात तपाईँलाई त्यहाँ पासवर्ड राख्नुहोस् भन्छ क्या। पासवर्ड चाहिँ के राख्ने त भन्दा अघिल्लो आफ्नो नामको 4वटा लेटरलाई क्यापिटल, सुन्नुहोस् है ध्यान दिएर, अघिल्लो आफ्नो नामको 4वटा लेटरलाई क्यापिटल लेटरमा लेखिदिने होइन।
अघिल्लो 4वटा अक्षरलाई चाहिँ क्यापिटल लेटरमा लेख्ने। जस्तै मानौ राजेन्द्र छ भने RAJE 4वटा अक्षर चाहिँ क्यापिटल लेटरमा लेख्ने। अनि अर्को तपाईँ कति सालको हो, तपाईँको उमेर अथवा तपाईँको जन्म मिति कहिलेको हो, जस्तै मानौँ 2055 12/5 छ, मानौँ 2055 चैत 5 गते छ भने त्यो 2055लाई टाइप गर्नुपर्छ के होइन। जस्तै म यहाँ इक्जाम्पल दिन्छु है त ल। यहाँनिर हेर्नुहोस्, यहाँ त दिने होइन, मैले जस्ट इक्जाम्पल दिएको। त्यो पासवर्डमा चाहिँ डाउनलोड गर्दा पासवर्ड चाहिन्छ कि, पासवर्ड के राख्ने भन्ने अर्थमा। जस्तै राजेन्द्रको मैले मानौँ यहाँ डाउनलोड गर्न आँटेको, राजेन्द्रको गर्दाखेरि कसरी अब त्यो पासवर्ड सेभ गर्ने भन्दा RAJE 4वटा अक्षर चाहिँ मैले टाइप गरेँ र राजेन्द्र चाहिँ 2055 12/5 गतेको छ भने 2055 टाइप गर्ने। यहाँ थिचेन यहाँ होइन, जे होस् 2055 यहाँनिर थिचेर त्यहाँनिर जुन अप्सन चाहिँ आउँछ त्यहाँनिर हामीलाई सेभ अथवा डाउनलोड भन्छ, त्यहाँनिर चाहिँ क्लिक गरिदिने। अटोमेटिक तपाईँको चाहिँ राष्ट्रिय परिचय पत्र डाउनलोड हुनेछ। र यसरी चाहिँ तपाईँहरूले सिम्पली डाउनलोड गरेर आफ्नो मोबाइलमा फोटोकै रूपमा राख्न सक्नुहुन्छ क्या। फेरि यो चाहिँ किन महत्त्वपूर्ण छ भन्दा क्युआर कोड सहितको छ, यो क्युआर पनि दिएको छ। म अब तपाईँहरूलाई यदि अप्ठ्यारो लाग्यो भने पुनः भिडियोमा कमेन्ट गर्न सक्नुहुन्छ। बाँकी कुरा म पुनः भिडियोमा इक्जाम्पलकै रूपमा एकजना चाहिँ व्यक्तिको राष्ट्रिय परिचय पत्र कसरी डाउनलोड गर्ने भन्ने विषयको पुरै प्र्याक्टिकल्ली नै हजुरहरूलाई देखाउनेछु। ओके, थ्याङ्क यू।